नमस्कार क्याफे ओनर्स। पोस्ट बुस्टिङ गर्नुहुन्छ, कमेन्ट नि आउँछ, लाइक नि आउँछ, तर रियल कस्टमर आउँदैनन्। टेबलमा मान्छेहरू नआएर माखा बस्छन्। यस्तो हो भने हजुरको लागि यो भिडियो हो। गेट 20-30 कस्टमर्स डेली इन 7 days। क्याफे एड सिस्टम, यो क्याफे एड सिस्टम हो। क्याफे एड सिस्टमले गर्दा डेली 20 र 30 कस्टमर्स पाउनुहुन्छ। क्याफे ओनर्स इन बुटवल। बुस्टिङ पोस्ट लाइक आउँछ, तर कस्टमर आउँदैन। स्पेन्डिङ मनी, धेरै पैसा खर्च गर्नुहुन्छ भिडियो एड्सहरू बनाउन, फेसबुक पोस्ट गर्दा, तर टेबलमा मान्छेहरू आउँदैनन्, रियल कस्टमर आउँदैनन्। कन्फ्युजन हुनुहुन्छ, वाट्स गोइङ रङ, के रङ भइरहेछ, किन कस्टमर आएनन् भनेर कन्फ्युजन हुनुहुन्छ। यो इट्स नट योर क्याफे, इट्स योर एड्स। एड चाहिँ क्याफे जस्तो होइन, एड र क्याफे छुट्टै छुट्टै हो। एडले गर्दा कस्टमर आउँछ, तर हजुरको एड नै राम्रो छैन। त्यो एडमा के प्रब्लम छ, रिलेटेड टु प्रब्लम। ट्राइड बुस्टिङ पोस्ट, गट लाइक्स आवर कमेन्ट्स, नो रियल कस्टमर्स। हजुरले एड रन गर्नुभएको छ, बुस्टिङ पनि गर्नुभएको छ, पोस्टहरू लाइक आइरहेछ, कमेन्ट पनि आइरहेछ, तर रियल कस्टमर आउँदै छैन। रिजन के हो? के हो रिजन? रिजन चाहिँ रङ टार्गेटिङ। टार्गेट कस्टमर चुज गर्नुभएको छैन, कस्टमर अवतार बनाउनु भएको छैन, नो अफर अफर नि गर्नुभएको छैन। डाइरेक्ट हजुरले आफ्नो फिचर्सहरू मात्र भन्नुभएको छ कफीको बारेमा। नो सिस्टम, सिस्टम नि छैन एडहरूको। त्यसैले यु आर जस्ट होपिङ कस्टमर विल कम। हजुरले पोस्ट बुस्ट गरेर होप मात्र गर्नुभएको छ कि कस्टमर आउँछन् भनेर, तर त्यस्तो कहिले पनि हुँदैन। नाउ बिलिफ सिफ्ट, हजुरको बिलिफ छ कि पोस्ट बुस्ट गरेर कस्टमर आउँछ, तर त्यो बिलिफलाई काट्नुपर्छ, कट अफ गर्नुपर्छ। किनकि एड डु वर्क, हजुरको काम, कस्टमर ल्याउने काम एडले गर्छ। प्रब्लम इक्वल टु रङ एप्रोच, हजुरको जुन प्रोच छ त्यो एप्रोच नै रङ छ। सक्सेसफुल क्याफे युज सिम्पल सिस्टम, जुन क्याफेहरूको मा कस्टमरहरू आउँछन्, सक्सेसफुल छन्, तिनीहरू एउटा सिम्पल सिस्टम बिल्ड गरेछन्। त्यो सिस्टम हजुरलाई पनि बिल्ड गर्नुपर्छ टु बी सक्सेसफुल। यु डोन्ट निड कम्प्लिकेटेड मार्केटिङ, हजुरलाई कम्प्लिकेटेड मार्केटिङ चाहिन्न, जस्ट अ सिम्पल एउटा सिस्टम चाहियो। त्यो सिस्टम सेटअप गरेपछि हजुरको नि क्याफेमा बुस्ट आउँछ, कस्टमरहरू रियल कस्टमरहरू आउँछन्। तर सिम्पल सिस्टम के हो? सिम्पल सिस्टम चाहिँ तीनटा कोर पार्ट छ। फर्स्ट वान इज अफर। अफर, यो अफरले गर्दा मान्छेहरू, रियल कस्टमरहरू भिजिट गर्ने रिजन पाउँछन्। फर इक्जाम्पल, बाई वान गेट वान फ्री। एन्ड सेकेन्ड वान इज कम्बो डिल। यो दुईटा इक्जाम्पल हो, यस्तै अरू पनि इक्जाम्पल अथवा हजुरले अफर दिएर कस्टमरहरूलाई आफ्नो क्याफेमा बोलाउन सक्नुहुन्छ, एट्र्याक्ट गर्न सक्नुहुन्छ। सेकेन्ड पार्ट इज एड्स। एड, एड पनि सिम्पल मेसेज हुनुपर्छ, एडमा धेरै कम्प्लिकेटेड हुनुहुन्न। हजुरको एडमा सिम्पल मेसेज हुनुपर्छ अनि रियल फोटोज अनि हाई क्वालिटिज फोटो हुनुपर्छ, जुन कि कस्टमरहरूलाई एट्र्याक्ट होस्, हजुरको क्याफेमा आउन मन लागोस्। बट थर्ड पार्ट कोर के हो भने टार्गेटिङ।
जो पाइ जो पाइ त्यही हजुरको क्याफेमा आउँदैन। हजुरको क्याफेमा आउनको लागि पनि एउटा टार्गेट कस्टमर हुनुपर्छ। हजुरको क्याफे सानो छ भने हजुरको टार्गेट चाहिँ नियर बाई पिपल ओन्ली हुनपर्छ। हजुरको क्याफेको वरिपरि 1 किलोमिटर 2 किलोमिटरको कस्टमरहरू मात्र टार्गेट गर्नुपर्छ। के लाइन्स इफ वान इज मिसिङ एड्स फेल। यो जुन तिनवटा कोर पार्ट छ नि, अफर, एड, टार्गेटिङ, यो तिनवटा मध्ये एउटा पनि हजुरले मिस गर्नुभयो भने हजुरको एड बुस्ट गरेर पनि रियल कस्टमरहरू आउन सक्दैनन्। सो यो तिनवटा पार्टलाई फलो नै गर्नुपर्छ। मैले हजुरको लागि 7 डे प्लान लिएर आएको छु। 7 डे प्लानमा फर्स्ट डे के गर्ने त? फर्स्ट डेमा क्रिएट अफर क्रिएट गर्ने रियल कस्टमरको लागि। मेक इट इरिस्टिबल। मेक इट इरिस्टिबल मिन्स यो अफर चाहिँ दिनदिनै चेन्जेस हुनुपर्छ। किनकि कस्टमरहरूलाई एउटा अफरले मात्र मन एट्र्याक्टिभ हुँदैन। उनीहरूलाई नयाँ नयाँ अफर चाहिन्छ। डे 2 मा के गर्ने त? डे 2 मा सेटअप क्याम्पेन, हजुरको क्याम्पेन सेटअप गर्नुपर्छ। त्यो सेटअप गर्नलाई के चाहिन्छ त? अब्जेक्टिभ्स, मेसेजेस, हजुरको क्याफेको मेसेजहरू राम्रो हुनुपर्छ। अनि बजेट, इक्जाम्पल नेपाली 500। यो नेपाली 500 मिन्स जुन मैले त्यहाँ इक्जाम्पल भनेको थिएँ नि त, क्रिएटिभ अफर भनेर, क्रिएटिभ अफरको कम्बो डिल भनेर भनेको थिएँ। त्यो कम्बो डिल 500 भनेर अफर सेटअप गर्न सकिन्छ। डे 3 मा के गर्ने त? लन्च एड्स, लन्च एड गर्ने डे 3 मा। सिम्पल युज सिम्पल कपी, युज रियल इमेजेस। सिम्पल कपी युज गर्ने अनि रियल इमेजेस युज गर्ने। डे 4 एन्ड डे 5 मा के गर्ने त? चेक रिजल्ट्स। जुन हजुरले एड बनाएको लन्च गर्नुभयो नि, त्यो लन्च गरेको एडले के मेसेज आछ त्यो चेक लिस्ट गर्ने, चेक रिजल्ट गर्ने। गेटिङ मेसेज अर नट भनेर। यदि मेसेज आएको छैन भने, इफ नट देन चेन्ज पोस्ट, चेन्ज फोटोज, इम्प्रुभ अफर्सहरूलाई इम्प्रुभ गर्न पर्छ टु गेट मेसेजिङ अर लिड म्याग्नेट। डे 6 एन्ड डे 7 मा के गर्नुपर्छ? स्केल गर्नुपर्छ। यो सबै 1 देखि 5 सम्म स्टेप बाई स्टेप फलो गरेपछि हजुरसँग मेसेज पनि आउँछ कस्टमरहरूको। त्यसपछि स्केल अप गर्ने डे 6 एन्ड डे 7 मा। इन्क्रिज इन्क्रिज बजेट, हजुरको बजेट इन्क्रिज गर्नुपर्छ। फोकसिङ अन विनिङ एड्स, अझ राम्रो राम्रो एड बनाउन पर्छ। डु नट ओभरथिङ्क, जस्ट फलो स्टेप। यो जुन 7 डेज स्टेप छ नि, धेरै ओभरथिङ्क नगर्नु, कसरी नगर्ने भनेर जस्ट फलो गर्नु। वान डेमा वान डेमा क्रिएट अफर गर्नु, सेकेन्ड डेमा सेटअप क्याम्पेन गर्नु, डे 3 मा लन्च एड गर्नु, डे 4 एन्ड डे 5 मा चेक रिजल्ट गर्नु। अनि केही इम्प्रुभ गर्न छ भने इम्प्रुभ पनि गर्नु एडहरूमा। अनि डे 6 डे 7 मा इन्क्रिज बजेट गरेर स्केल अप गर्नु। नाउ यति गरेपछि ओनरलाई एक्सपेक्टेसन हुन्छ, एक्सपेक्टेड रिजल्ट। हजुरलाई पनि एक्सपेक्टेड हुन्छ नि त, यो 7 डेज प्लान फलो गरेपछि केही न केही एक्सपेक्टेड हुन्छ। फर्स्ट वान इज 10 देखि 30 मेसेज पर डे मेसेज आओस्, रियल कस्टमरको मेसेजहरू आओस् भनेर। अनि मोर वर्क इन्स मिन्स 10 देखि 20 जना पर डे मेसेज रियल कस्टमरहरू क्याफेमा आओस्, कफीहरू खाओस्, नास्ताहरू गरोस् भनेर। तर यो सबै डिपेन्ड गर्छ केमा? डिपेन्ड इन
अफर, फोटोज, एजुकेसन मैले अघि नै जुन भनेको थिएँ अफर हजुरले राम्रो अफर गर्नुभयो। फोटो पनि हाई क्वालिटी राख्नुभयो। अनि अ, एजुकेसन गर्नुभयो, इम्प्लिमेन्ट गर्नुभयो त्यो 7 डेज प्लानहरू। त्यसपछि मात्र म्यासेजहरू आउँछ, मान्छेहरू पनि आउँछन्। सिम्पल सिस्टम हो बट इट वर्क्स। बुझ्नुभयो? लिड म्याग्नेट इन्ट्रो क्रिएटेड 7 डे क्याम्पेन मैले जुन 7 डेजको बनाएको छु त्यही 7 डेज क्याम्पेन भयो। मेड फर क्याफे ओनर इन बुटवल बुटवलको लागि मैले यो बनाएको। रेडी टु युज यो रेडी टु युज पनि छ, हजुरले युज गर्न सक्नुहुन्छ। इन्क्लुड्स के इन्क्लुड गर्छ त? एड कपी, टार्गेटिङ, बजेट प्लान, यो सबै बनाउनु पर्छ। यु क्यान लन्च टुडे यी सबै यो एड क्याम्पेन, टार्गेटिङ, बजेट प्लानहरू राम्रोसँग बनाएपछि लन्च गर्नु अनि हेर्नु रिजल्ट के आएको छ। कल टु एक्सन कमेन्ट क्याफे, डिएम प्लान, वाट्सएप मेसेज यो हजुरले एडहरू रन गर्दाखेरि कमेन्टको क्याफे भनेर गर्न सक्नुहुन्छ, डिएम प्लान भनेर गर्न सक्नुहुन्छ, वाट्सएप मेसेज मी गरेर कल टु एक्सन दिन सक्नुहुन्छ। एज यु नो आई एम अ मार्केटर, अल्फा अल्फा मार्केटर। सो सफ्ट सेल पेड अफर मेरो पेड अफर के हो भने मन्थली मेटा एड सर्भिस हो। त्यो मन्थली एड सर्भिसमा के इन्क्लुड छ भनेपछि सेटअप सेटअप गरिदिन्छु म हजुरको बिजनेस अनुसार, क्याफे बिजनेस अनुसार एकदमै निस हेरेर हजुरको पछिल्लो एड्सहरू के रन गर्नुपर्छ त्यो सबै हेरेर के ग्याप छ भनेर सेटअप गरिदिन्छु। अप्टिमाइजेसन गर्न सक्छु अनि स्केलिङ के गरेर के गर्नुपर्छ अनि स्केलिङ हुन्छ हजुरको। अनि इफ यु वान्ट 50+ एक्स्ट्रा कस्टमर विकली आई क्यान हेल्प। यो मात्र होइन, यो हजुरले यो भिडियो यसको भिडियो पनि मैले मेन्सन गरिदिन्छु। एउटा यही भिडियोको टपिकमा मैले इबुक फर क्याफे पिडिएफ बनाएको छु, त्यो पनि म यो भिडियो सँगसँगै मेन्सन गरिदिन्छु। थ्याङ्क यू, धन्यवाद, नमस्कार। गुड टु ग्रेट।